मुख्यमन्त्री सरोज कुमार यादवले खेलकुद पूर्वाधारमा मध्य प्रदेशलाई देशकै नमूना बनाउने घोषणा गर्नुभएको छ। बुधबार बिहान जनकपुर धाम 14 स्थित रामजानकी अन्तर्राष्ट्रिय स्टेडियम निर्माण स्थलको निरीक्षण गर्नुहुँदै मुख्यमन्त्री यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहयोग गर्नुभएको 1 अर्ब रुपैयाँ स्टेडियम निर्माणमा खर्च गरिने जानकारी दिनुभयो। हमने 11 खेलकूद यहाँ करावेला हम मेयर साहब जाके वहाँ के मंत्रालय के खेलकूद सचिव वहाँ खेलकूद सचिव से लिखित निर्णय करवैली 11 खेलकूद यहाँ धनुषा हो बधाई हो। यसमा मेरो इच्छा चाहिँ कतिमा हाम्रो प्रदेशका युवाहरूले सबभन्दा नाम बढी कमाओस् खेलकुदको जगतमा, किनभने खेलकुदबाट राष्ट्रिय जगतमा देशलाई चिनाउने पनि काम हामीले गर्छ। म धनुषा जिल्ला क्रिकेट संघको तर्फबाट म सरोज कुमार मिश्र, मेरो अध्यक्ष गुड्डुजी पनि यही हुनुहुन्छ। म सम्माननीय मुख्यमन्त्रीज्यूलाई धेरै धेरै हृदयदेखि धन्यवाद दिन चाहन्छु र सँगै हाम्रो प्रदेश सरकारको बीचमा छ र केही भौतिक संरचनाहरू राष्ट्रिय खेलकुद परिषदको छ र तीनटैमा अनुगमन भएर तालमेल भएको छ। त्यो सबैको कार्यदलबाट एउटा रिपोर्ट बनाउने कि यो मध्य प्रदेशभित्र जम्मा खेलकुदका कति संरचना अहिलेसम्म हामीलाई छ र 11 खेलकुद गर्नका लागि कति बनाउनु पर्दछ। यसपालि म सम्माननीय मुख्यमन्त्रीज्यू हामीसँग हुनुहुन्छ, हामी उहाँलाई जनकपुर धाम उपमहानगरपालिकाको तर्फबाट स्वागत गर्न चाहन्छु। खास गरी वार्ड नम्बर 14 खेल मैदानमै नै आइदिनु भएको छ, त्यसको लागि मुरी हार्दिक आभार प्रकट गर्न चाहन्छु। किनभने यो प्रदेश सरकारको आउँदो बजेटमा हाम्रो गौरवको योजना यो खेल होस् भनेर हामी मागै गर्दछौँ जनकपुरवासीको तर्फबाट, मध्य प्रदेशको तर्फबाट। उहाँ आफै लागिनु भएको छ, तर थप्नुपर्ने अनौपचारिक कुरा मात्रै हो कि मैले माग गरेको, उहाँको हृदयमा छँदैछ भन्ने कुरा हामी बुझेकै छौँ। किनकि उहाँकै टेलिफोनबाट हामी काठमाडौँ त्यो दिन हाम्रो मिटिङ भए पनि तापनि उहाँले एकचोटि फोन गर्नुभयो भने तुरन्त 12 बजे कार्यक्रम छोडेर म 2 बजे हाजिर भएँ अनि सबैजना एउटा टिम बनाएर गयौँ। उहाँ भएका त्यति बेला हाम्रो प्रमुख सचिवज्यू, कार्यकारी अधिकृतज्यू सबज्यूलाई धन्यवाद छ र एउटा कार्यदल गठन भएको छ। त्यो चाँडै 1-2 महिनाभित्र रिपोर्ट दिनुहोस् भने हामीले भनेका छौँ र हामी भएका जिल्ला खेलकुदमा सम्पूर्ण 8वटै जिल्लाभित्र भएका साथीहरूसँग सहकार्य गरेर त्यो कार्यक्रम अगाडि बढ्नेछ र आउँदा दिनमा कसरी अगाडि बढ्छ भन्ने अब सामान्य मुख्यमन्त्रीजी हुँदै हुँदा हामीहरू धेरै आशा त्यसमा उहाँले जुन सेवा पुर्याउनु भएको छ उहाँलाई गार्जियनको तेरा काम से कोनो असंतुष्ट हो तेरा वास्तविक कब हुआ मोबाइल रे मोरू भाई कनी समय दिए मोबाइल से केला निकल लेकिन अच्छा होला झोला झोला